नमस्कार, सुन्दै हुनुहुन्छ? सन्चै हुनुहुन्छ सबैजना? हल्ला भयो कि अलिकति? ल मिलेर बस्नुहोस् त। मलाई सुन्दै हुनुहुन्छ सबैजनाले? ओके, सो त्यसो भए फेरि पनि गुड मर्निङ। ओके, सो फर्स्ट अफ अल त हाम्रो आज पहिलो पटक होस्ट गर्नुभएको छ रमेश सर। उहाँको लागि एकपटक जोरदार ताली बजाइदिनु होला सबैजनाले। र उहाँको लागि त सायद ताली कमै हुन्छ। यो एजमा देख्नुभयो कि त्यो एजमा पनि यति शानदारले यति जोसको साथमा, अहिले सायद मेरोभन्दा बढी जोस थियो उहाँको, त्यो जोसमा प्रोडक्टको बारेमा बुझाउनु हुने विजय म्यामको लागि एकपटक जोरदार ताली सबैजनाले। ओके, सो थ्याङ्क यू सो मच। र हाम्रो यो ब्रान्च प्रमुख मुकेश श्रेष्ठ हुनुहुन्छ र एमडी टेम्पा शेर्पाको लागि पनि एकपटक जोरदार ताली बजाइदिनु होला सबैजनाले। ओके, सो मलाई कतिजनाले चिन्नुहुन्छ यहाँ? कतिजनाले चिन्नुहुन्न? ल नचिनेको चिन्नु भएन? ओके ओके, सो मेरो नाम चाहिँ चन्दन मगर, घर पाल्पा, र अहिले म बुटोल चौरामा चाहिँ बस्छु। र यो सिस्टममा चाहिँ आजभन्दा 3 वर्ष अर्थात् 3.5 वर्ष अगाडि अन्जान व्यक्तिबाट यो प्लेटफर्म भेटेको। सायद मलाई लाग्छ यहाँ धेरैजना चाहिँ छिमेकी आफन्तीहरूबाट भेट्नुभयो, आउनुभयो। तर म चाहिँ यो सिस्टममा फेसबुकबाट जोडिएको, जसलाई कहिले देखेको थिएन, भेटेको थिएन। त्यस्तो व्यक्तिले एउटा पोस्ट राख्नु भएको थियो फेसबुकमा, यस्तो यस्तो अवसर छ, यस्तो यस्तो उस्तो उस्तो छ भनेर। अनि त्यही देखेर यो सिस्टममा एसोसिएट भएको। ओके, हल्ला भयो क्या हो? ल हल्ला नगरिकन सुनौँ त सबैजना, चुपचाप। अलिकति हल्ला भयो। ओके, पछाडि मलाई सुन्दै हुनुहुन्छ? ओके, म चाहिँ अनलाइनबाट अन्जान व्यक्तिबाट एसोसिएट भएको यो सिस्टममा। अलरेडी जब गरिरहेको थिएँ पार्टी प्यालेसमा, म्यानेजरको पोस्टमा, राम्रो थियो जब, ठिकठाक थियो। र यहाँ योदेखि चाहिँ म एउटा फुल टाइमै गर्छु, यहाँदेखि करियर बनाउँछु भनेर छिरेको चाहिँ थिएन सुरुमा चाहिँ। फर्स्टमा चाहिँ जुन जब गरेर बचेको समय, जुन मोबाइल हेरेर टिकटक हेरेर खेरा फालिन्थ्यो, त्यही समयलाई सदुपयोग हुन्छ कि भनेर यो सिस्टममा म एसोसिएट भएको। अनि पछि बुझ्दै जाँदा लगभग मलाई 2-3 महिना लाग्यो। या कतिपय चाहिँ 2-3 महिनामा धेरै माथि पुगिसक्नु भयो होला। मलाई चाहिँ यो बेसिक लेभलको कुराहरू बुझ्नको लागि पनि लगभग 2-3 महिना लागेको थियो। किन भन्दा मैले यो ध्यान दिएर बुझेकै थिएन, सुरुमा लिएकै थिएन, अन्जान व्यक्तिबाट पाएको हुनाले चाहिँ। तर 2-3 महिनाको अन्तरालमा मैले यो सिस्टमको बारेमा डिटेलमा बुझिसकेँ। त्यसपछि मैले काम गर्नलाई काम गरेको लगभग 3 महिनामा चाहिँ एउटा लेभल लिएँ, सिधै चाहिँ सिल्भर लिएँ। म नन क्वालिफाइड बनिसकेको थिएँ त्यति बेलासम्ममा। पछि सिल्भर, त्यो समयमा एउटा रमाइलो घटना चाहिँ के छ भन्दा, मलाई चाहिँ इन्कम आउँछ भन्ने चाहिँ विश्वासै थिएन कि कहिल्यै पनि। यो ब्रान्च पनि देखेको थिएन, 2 महिना 3 महिना भइसकेको थियो, तर पनि यहाँ आएको थिएन। प्रोडक्टहरू अनलाइनबाट मगाएको थिएँ। अनि पैसा आउँछ भन्ने विश्वासै नभएको कारणले मैले मेरो अपलाइनलाई पनि कहिले भेटेको थिएन। अनि अपलाइनलाई एउटा प्रश्न गर्थेँ कि यदि मेरो खातामा, त्यो एप सेपमा यताउति होइन, खातामा 1 रुपियाँ पनि आयो भने मैले यो जब छाडिदिन्छु, म फुल टाइमै गर्छु भनेर यो सिस्टममा उहाँहरूलाई चाहिँ त्यो च्यालेन्ज दिइरह हुन्थेँ। अनि पछि लगभग 4 महिनाको अवधिमा चाहिँ मलाई 1 रुपियाँ होइन 11,000 रुपियाँ आएको थियो यो सिस्टमबाट। अनि त्यसपछि चाहिँ मैले खास गरी त्यो मजाक पारामा भनेको थिएँ, 1 रुपियाँ आयो भने पनि मैले जब छाडिदिन्छु भनेर। तर पछि 11,000 आउँदाखेरि मलाई यति विश्वास भयो, केही समय दिइरहेको छैन, दिनमा चाहिँ 2-3 घन्टा, कहिलेकाहीँ चाहिँ 2 दिन 3 दिनमा मोबाइल हेरिन्थ्यो। त्यसरी अनलाइनबाटै गरेको मैले सुरुमा चाहिँ। त्यसरी काम गर्दा पनि 11,000 आउँछ भने
मैले यो सिस्टमलाई फुल टाइमै गरेँ भने त कति आउला भनेर मैले जबलाई चाहिँ छाडिदिएँ, म्यानेजरको पोस्टलाई छाडिदिएँ। अनि 4-5 महिनामा फुल टाइममै उत्रेँ। फुल टाइममा उत्रेको नेक्स्ट महिना चाहना थियो अब म 22,000 पुऱ्याउँछु, 11,000बाट सिधै 22,000। तर कति आइदियो त? नेक्स्ट महिनामा मेरो फेरि घटेर 4,000 आएको थियो। अनि तर त्यसमा मलाई चाहिँ कुनै गुनासो थिएन। यहाँदेखि मैले पुरै सिस्टम बुझिसकेको थिएँ, यहाँदेखि धेरै कमाउन सकिन्छ भन्ने विश्वास भएको थियो। पछि फेरि 4,000देखि बढाउँदै फेरि चाहिँ लगभग 18,000तिर पुऱ्याएँ। अनि 22,000 हुँदै 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 75,000 हुँदै हुँदै अहिले मेरो महिनाको हाइएस्ट इन्कम 1,37,000 छ एक महिनामा। सो म अहिले यति गर्व फिल गर्छु कि मेरो लाइफको सबैभन्दा बेस्ट डिसिजन लाइफकै यदि केही थियो भने त्यो हेल्दी लिभिङलाई फुल टाइम गर्ने। मैले किनभने कम्प्यारिजन गरेँ त्यति बेला, म अहिले यदि होटेलमा काम गर्थेँ भने अहिले पनि मेरो मैले अघि के भने 1,37,000 मेरो 37,000 पनि हुन्न थियो कि 1 लाखलाई साइडमा लगाएर अहिले मेरो आम्दानी 37,000 पनि हुन्न थियो। तर यो सिस्टमबाट त्यसमा चाहिँ अझै एक्स्ट्रा आम्दानी भनिन्छ नि, एक्स्ट्रा आम्दानी 1 लाख एक्स्ट्रा आम्दानी भइदियो। र यो त सुरुवात त फेरि अझै यो तिमी कहाँ रोकिन्छ त? यो सुरुवात त हामी यहाँदेखि अझै धेरै कमाउन सकिन्छ। र यो कसरी कसरी कमाइन्छ भन्ने कुराहरू म तपाईँलाई चाहिँ आज त्यति समय पनि छैन, सर्टकटमा बताउने छु। सो पहिलो कुरा चाहिँ तपाईँले यो सिस्टम तपाईँले किन गर्न जरुरी छ त भन्ने कुरा चाहिँ म बताउन चाहेँ। सो अहिलेको समयमा हेर्नुहुन्छ भने नेपाल लगायत विश्वकै सबभन्दा ठुलो प्रब्लम, बिगेस्ट प्रब्लम के देख्नुहुन्छ तपाईँहरूले? अहिले सबभन्दा बढी चाहिँ यति भयङ्कर रूप लिइरहेको छ त्यो समस्याले। त्यो समस्या के हो त भन्दा स्वास्थ्य। अहिले तपाईँले हेर्ने भने सो पहिला आजभन्दा लगभग 4-5 वर्ष अगाडि, 10 वर्ष अगाडि यो विकराल यो रूप थिएन। तर यही 5 वर्षभित्रमा, लगभग 10 वर्षभित्रमा मान्छे यति रोगी भइरहेछ। हस्पिटलमा कुनै पनि हस्पिटलमा जानुहोस् खचाखच, हस्पिटल यति तीव्र गतिमा बनिरहेछ कि लगभग 3 गुणा 5औं बल चाहिँ बढी भइसक्यो, हस्पिटल खुलिसक्यो तर पनि पुरा प्याकको प्याक छ क्या। किन यसरी चाहिँ यो 3-4 वर्षको अवधिमै किन मान्छे यसरी रोगी भयो त? किन होला? केही बुझ्नुभयो अघिको सेसनबाट? किन चीजहरु केमिकल आइदियो शरीरलाई त्यसैले हानिकारक गरिरहेछ, मान्छेलाई त्यो थाहा छैन। हामीले त सस्तो खोज्छौँ, यहाँ सस्तो हुन्छ भने किन खान्छौँ, त्यसले त हाम्रो शरीरलाई असर गरिरहेछ। त्यही कारणले मान्छेहरू धेरै बिमारी र धेरै पिकनिक भएको कारण त्यही छ। ओके, ल म्यामको लागि एकपल्ट सबैजनाले ताली बजाइदिनु त। सो मान्छेलाई थाहै छैन कि मान्छेले चाहिँ के अहिले कुनै पनि रोग लागिरहेछ भने भनिरहेछ कि यो माथिबाटै आएको रोग हो, अर्थात् यो रोग चाहिँ जन्मजातै लिएर आएको रोग हो, त्यसरी लिन्छ क्या। मैले खानपिनमा बिगारेर मेरो गडबडले चाहिँ लागेको रोग हो भनेर उसले चाहिँ स्वीकार्दैन। त्यसैले मैले त यहाँ साफसँग भनिदिरहेको हुन्छु मिटिङमा, अहिले तपाईँहरूलाई जे पनि रोग लागिरहेछ नि त्यो कसै भगवान्ले अरूले दिएको होइन, त्यो तपाईँको खेती हो, त्यो तपाईँकै खेती हो, तपाईँले उब्जाउ गरेको त्यो रोग हो क्या। अब के कसरी लाग्दो रहेछ अघि बुझ्नु भयो, मेन गरी न्युट्रिसनको अभावले। अहिले यो न्युट्रिसनको अभावले यतिसम्म बिजोग स्थिति ल्याउँदो रहेछ कि मान्छेको विचारहरू नेगेटिभ जानु, अनि मान्छे सही विचार गर्न नसक्नु, मान्छे चाहिँ लुतेराहरू हुनु, काटमार गर्नु, यस्तो पनि एउटा चाहिँ खानपिनबाट हुँदो रहेछ के। यो कुराहरू अहिले पत्ता लागिरहेको छ। सो त्यसो हुँदाखेरि हामीले खाएको पोषण न्युट्रिसनहरू अभावको कारण अहिले मान्छे चाहिँ तीव्र गतिमा रोगी भइरहेछ यही 5 वर्षभित्रमा। र अब आउने अझै 5 वर्षमा त के हुने हो, बिजुकै हुन्छ। हेर्नुहोस् किन पनि हुन्छ भन्दा अहिले हेर्नु न, अहिले यहाँ हामी धेरै छौँ, सायद आधा जिन्दगी अर्ग्यानिक फुडहरू खाएरै गयो, आतो धिदो खाएरै गयो। अब यस्तो आतो धिदो खाएर
हुर्केकाको त हालत बिजोक छ, हस्पिटलमा जाने नि खचाखच। अब अहिलेका त हेर्नु त जन्मेदेखि नै के खाइरहेछन्, जन्मेदेखि नै अहिले तिनी खाइरहेको छन्। त्यसकारण जन्मेदेखि नै केही समयमै अब हस्पिटलमा खचाखच भइरहेका छन्। सो त्यसो हुँदाखेरि अझै यो बढ्दो क्रम छ के, अबको 5 वर्षभित्रमा अझै बेसी रूपमा चाहिँ रोगले मान्छेलाई सताउँछ। र खुसीको कुरा के छ त भन्दा जो पनि हेल्दी लिभिङ गरिरहेको छ नि त्यो अबको 5 वर्षभित्रमा लगभग छुट्टिन्छ क्या। हेल्दी लिभिङ गर्ने र नगर्ने मजाले छुट्टिन्छ। हेल्दी लिभिङ गर्ने त्यति बेला पनि शारीरिक रूपमा एकदमै स्वस्थ हुन्छ, तर हेल्दी लिभिङ नगर्ने सायद त्यति बेला धेरै रोगले च्यापिसकेको हुन्छ। यो रोगहरू फेरि तपाईँले हेर्नुभयो नि यो एकैछिनकै भरमा आउन्न, यो लामो समयको तपाईँले खानपिनहरू बिगार्दै जानुभयो भने बल्ल लगभग 3-4 वर्ष 5 वर्षमा देखिने रोगहरू हुन्छ। सो त्यसो हुँदाखेरि चाहिँ हेल्दी लिभिङमा तपाईँलाई अघिको सेसन सुन्दाखेरि म स्वस्थ हुन्छु भन्ने विश्वास कतिजनालाई भयो, म हेल्दी हुन्छु यहाँदेखि। ओके ल हेर्नु त, भनेपछि यो सबभन्दा बिगेस्ट प्रब्लम हो अहिलेको समयमा र आउने समयमा पनि सबभन्दा। यो लेखेरै राख्नुहोस् कि यो सबभन्दा यसले चाहिँ मान्छेलाई निकै हैरान पार्छ आउने दिनहरूमा चाहिँ। किनभने अहिले मान्छेहरू अर्थात् डक्टरहरू चाहिँ यो कुरामा अचम्म छ अरे कि मान्छे कसरी चाहिँ यसरी बिरामी भइरहेछन् भन्दा पनि मान्छेको अहिले यस्तो वातावरण केही चिज पनि छैन स्वस्थ हुने वातावरण, खानपिन त्यस्तै छ। कुनै पनि अहिले तपाईँले चाहिँ फलफुलै खाम भन्यो भने पनि त्यो अर्ग्यानिकहरू हुँदैन, त्यहाँनिर चाहिँ केमिकलहरू सुईहरू लगाइदिरहेको हुन्छ। फलफुलमा पनि दुधहरू पनि तपाईँले नेचुरल पाउन सक्नुहुन्न। यस्तो सिचुएसनमा डक्टरहरू चाहिँ कहाँनिर अचम्म छन् अरे यस्तो हुँदा पनि मान्छे अझै पनि स्वस्थ देखिन्छ, अझै पनि हेल्दी देखिन्छ भन्दा चाहिँ यो कुरामा मान्छे अझै स्वस्थ देखिएको कारणले चाहिँ बुद्धिजीवीहरू त्यहाँ अचम्म छन् अरे हेर्नुहोस्। सो त्यसो हुँदाखेरि चाहिँ यो कुरा बुझ्नु पर्यो। र अर्को फेरि यो मात्रै होइन प्रब्लम, अर्को पनि अहिले हामी चाहिँ सायद यहाँ चाहिँ स्वास्थ्यको लागि भनेर सायद धेरै आएको थिएन होला, कतिपय चाहिँ धेरै जसो के को लागि आएको थियो, फाइनेन्सको लागि, पैसाको लागि। यो अर्को फेरि प्रब्लम के छ, पैसा, फाइनेन्सियल। यो जुन तपाईँको खर्च अर्थात् यो जुन महँगाई यति तीव्र किसिमले चाहिँ बढिरहेको छ कि आजभन्दा 20 वर्ष अगाडि हेर्नुहुन्छ भने, आजभन्दा 20 वर्ष 40 वर्ष अगाडि हेर्नुहुन्छ भने कति 2-3 रुपियाँमै जग्गाहरू किनेको छ के रेकर्डहरू चाहिँ 2-3 रुपियाँमै। हाम्रै बाजेहरूको कुरा गर्ने भने यो पुरा सम्पत्ति 2 रुपियाँमा किनेको भन्नुहुन्थ्यो, 2 रुपियाँमा होइन। त्यो किसिमले गर्दाखेरि महँगाई पनि अहिले बहुत तीव्र गतिमा बढिरहेको छ र त्यो महँगाई अनुसार तपाईँको आम्दानी चाहिँ बढिरहेछ कि छैन त, त्यो कुरा हो। तपाईँको महँगाई अनुसार आम्दानी बढेको छ या छैन। अब बढिरहेछ भने ठिक छ, तपाईँले जे गरिराख्नु भएको छ त्यो, तर बढिरहेको छैन भने फेरि अर्को एउटा गजबको विकल्प के छ, हेल्दी लिभिङ। यहाँ तपाईँले आफ्नो जुन चाहिँ अहिले जुन किसिमको महँगाई छ, खर्च छ, त्यो अनुरूप तपाईँले आम्दानी गर्न सक्नुहुन्छ यहाँदेखि चाहिँ। सो त्यसैले चाहिँ एउटा चाहिँ हेर्नुहोस्, अघि विजय म्यामको हाइएस्ट इन्कम कति रे म्याम हजुरको? 80,000 हेर्नु त, 80,000 कमाउँदै हुनुहुन्छ। सायद यो एजमा अरूले कति कमाएका होला महिनाको, अरूले कति कमायो होला नि त्यो बेला। त्यसैले हेर्नु त, म्यामले कमाउनुहुन्छ भनेपछि तपाईँहरूले किन कमाउनुहुन्न, यो त म्यामले भनिरहेको कुरा हो। सो त्यसैले चाहिँ यो कुरा बुझ्नु पर्यो। र मैले तपाईँलाई चाहिँ अब यो कमाउने चाहिँ कसरी, चाहिँ स्वस्थ कसरी रहने म्यामले बताइदिनु भयो। अब हामी कसरी कमाइन्छ, यहाँ कमाउने चाहिँ हाम्रो 3वटा काम छ। प्रमुख काम भनेको 3वटा, 3 किसिमको कामले तपाईँले चाहिँ यहाँ आम्दानी गर्न सक्नुहुन्छ। जस्तै फर्स्ट काम पहिलो काम चाहिँ तपाईँले चाहिँ के गर्नु पर्यो त,
पसल परिवर्तन भनेको दैनिकी उपभोग्य प्रोडक्टहरू साबुन सेम्पू सरफ कोलगेट ब्रसहरू जे पनि तपाईँले युज गरिराख्नु भएको छ त्यो प्रोडक्टहरू चाहिँ अब तपाईँले नजिकको किराना पसलमा किनिराख्नु भएको छ नि त अब त्यो चाहिँ हेल्दी लिभिङको पसलबाट प्रयोग गर्न सक्नुहुन्छ यहाँ साबुन सेम्पू सरफ कोलगेट ब्रस धेरै जसो प्रोडक्टहरू छ जे छ जे तपाईँलाई आवश्यक छ र यहाँ जे छ त्यो प्रोडक्ट चाहिँ तपाईँले यहाँदेखि युज गर्न सक्नुहुन्छ अब कतिपयले चाहिँ यो प्रोडक्टहरू प्रयोग गर्दा चाहिँ महँगो भयो भन्नुहुन्छ हैन म्यामले धेरै पटक अघि त्यही सुनाइराख्नु भएको थियो यो महँगो छैन हेर्नुहोस् महँगो छँदै छैन महँगो कसलाई छ त यदि उसले चाहिँ कन्सिस्टेन्सी रूपमा चाहिँ उसले रेगुलर लिँदैन भने उसको लागि महँगो अदरवाइज यो महँगो छैन किन भन्दा तपाईँले यो पसल बदल्दाखेरि साबुन सेम्पू सरफहरू केही किन्दाखेरि चाहिँ बाहिर पनि किनिराख्नु भएको थियो नि त आजभन्दा अगाडि डिस्काउन्ट पाउनु भएको थियो बाहिर किराना पसलमा किन्दाखेरि पाउनु भएको थिएन तपाईँले हेल्दी लिभिङबाट किन्दा चाहिँ यहाँदेखि किन्दा तपाईँले 10% डिस्काउन्ट पाउनुहुन्छ बाहिर पाउनु नथ्यो भने एक्स्ट्रा बेनिफिट चाहिँ के भयो यहाँदेखि किन्दा चाहिँ तपाईँले 10% डिस्काउन्ट जस्तै कुनै पनि प्रोडक्ट यदि एमआरपी त्यसको चाहिँ 100 रुपियाँ छ भने तपाईँले कतिमा किन्नुहुन्छ 90 रुपियाँमा किन्नुहुन्छ बाहिर भन्दा त बेनिफिट भयो मान्छेले किन चाहिँ यहाँदेखि नकिन्नुको कारण चाहिँ के हो मेन त थाहै छैन के यहाँदेखि चाहिँ यो हेल्दी लिभिङमा के पाउँछ अर्थात् हेल्दी लिभिङ पनि दुकान छ भन्ने कतिपयले थाहा छैन र थाहा भएकालाई फेरि के थाहा छैन यहाँदेखि बेनिफिट हुन्छ भन्ने थाहा छैन मैले एउटा इक्जाम्पल धेरै जसो दिइरहेको हुन्छु जस्तै मान्नुहोस् कि एउटा यो पेनलाई यो मार्करलाई यदि यसलाई चाहिँ तपाईँ दुई पसलबाट एउटा पसल चाहिँ रमेश सरको पसल छ एउटा चाहिँ हाम्रो बिनु म्यामको पसल छ एउटा र अनि यो मार्करलाई रमेश सरले 10 रुपियाँमा दिँदै हुनुहुन्छ बिनु म्यामले कतिमा दिँदै हुनुहुन्छ 15 रुपियाँमा तर रमेश सरले 10 रुपियाँमा दिनुहुन्छ कुनै पनि बेनिफिटहरू दिनुहुन्न एक्स्ट्रा रिटर्नहरू केही पनि दिनुहुन्न तर बिनु म्यामले चाहिँ यो 15 रुपियाँमा दिन त यहीलाई 15 रुपियाँमा दिनुभएको छ तर यहाँले चाहिँ 10 रुपियाँ रिटर्न गरिदिनुहुन्छ विविधको अफरहरूको माध्यमबाट भने अब कहाँबाट किन्दा फाइदा भयो बिनु म्यामकोबाट किन्दा फाइदा भयो या रमेश सरकोबाट ल भन्नुहोस् त किन फाइदा भयो ओके यस अभियसली बिनु म्यामकोबाट किन्दा फाइदा भयो किन एक्चुअल प्राइस यसको त बिनु म्यामकोमा किन्दा कति पर्यो त कति पर्यो 5 रुपियाँ पर्यो नि त यो कुरा बुझ्नुहुन्न क्या म यो तपाईँलाई सर्टकटमा बताइदिने कोसिस गर्छु जस्तै तपाईँले यहाँदेखि किन्दाखेरि एउटा डिस्काउन्ट पाउनुहुन्छ अर्को फेरि फ्री प्रोडक्ट फेरि तपाईँले 10% नै पाउनुहुन्छ हेल्दी लिभिङमा कुनै पनि प्रोडक्ट किन्नुहोस् अहिले नै कुनै पनि प्रोडक्ट लिनुभयो भने त्यसको लगभग 10% को हाराहारीमा फेरि तपाईँले फ्री प्रोडक्ट पाउनुहुन्छ यस्तै फेरि क्यासब्याक भन्ने छ यो क्यासब्याक फेरि तपाईँले 5 देखि 16% अब यसलाई पनि मान्नुहोस् कि न तेरो न मेरो गर्दाखेरि 10% नै मान्दिउँ 5 देखि 16% अब त्यो लेभल अनुसार तपाईँको चढ्दै चढ्दै जान्छ त्यसो हुँदाखेरि यहाँदेखि पनि तपाईँले फेरि 10% फेरि क्यासब्याक पाउनुभयो हेर्नुहोस् 10% डिस्काउन्ट पाउनुभयो 10% चाहिँ फ्री प्रोडक्ट अनि 10% फेरि तपाईँले क्यासब्याक गर्दाखेरि चाहिँ 30% यहाँ चाहिँ 30% त अलरेडी तपाईँले पाइसक्नु भएको छ रिटर्न आइसकेको छ मैले अघि भने नि रिटर्न आइरहेछ के यो बाहिर किन्दा पाइए थियो त फ्री प्रोडक्टहरू आजसम्म हेर्नु त कपाल फुल्न लागिसक्यो तर अहिलेसम्म पाइरहेको थिएन तर यहाँदेखि किन्दा अहिले रिसेन्टली नै तपाईँले पाउनुहुन्छ क्यासब्याक पाउनुहुन्छ अनि यति मात्रै नभएर तपाईँले यहाँदेखि साबुन सेम्पू भनेको त रेगुलर किन्ने कुरा हो रेगुलर आवश्यक कुरा हो तपाईँले रेगुलर यहाँदेखि चाहिँ हरेक महिना लिनुभयो भने फेरि तपाईँले चाहिँ 20% फेरि सिएनसी अफर भनेर फेरि 20% पाउनुहुन्छ सिएनसी
कोले कतिजनाले सिएनसी गर्नुभएको छ यहाँ हात उठाउनु त हो उहाँहरूले जसले पनि सिएनसी गर्नुभएको छ नि उहाँहरूले फेरि एक्स्ट्रा 20% फेरि एक्स्ट्रा बेनिफिट पाउनुहुन्छ क्या भनेको रेगुलर 4 महिनासम्म लिँदा 5औँ महिनामा फ्रीमा 2000 देखि 4000 को सामान फ्रीमा पाउनुहुन्छ। अब हिसाब गर्नुहोस् त 10% डिस्काउन्ट 10% फ्री प्रोडक्ट अनि 10% क्यासब्याक र 20% गर्दाखेरि कति पर्सेन्ट बेनिफिट भयो टोटल कति भयो होला 50% बेनिफिट भयो ल हेर्नु त 50% बेनिफिट भयो भनेको कुनै पनि सामान जस्तै साबुन छ कता साबुन दिनु त मलाई यतै राख्नु मलाई साबुन दिन्थ्यो एउटा यसो छ भयो अब यसलाई चाहिँ महँगो भन्नुहुन्छ धेरैले यसलाई जब यसको एमआरपी रेट कति छ थाहा छ हजुरहरूलाई 83 रुपियाँ छ। अब 83 को 50% त बेनिफिट पाउँदो रहेछ नि त 83 मा त रिटर्न आउँदो रहेछ त भनेपछि 50% घटाउँदा कति पर्यो यसलाई चाहिँ जम्मा 41 रुपियाँ पर्यो हेर्नु त यो ए ग्रेडको साबुन हो नीम तुलसी पुदिनाबाट बनेको यो एमआरपी रेट यो 83 छ यो यदि तपाईले बाहिर कसै पनि मार्केटमा किन्नु भयो भने यो 83 हत्तपत्त बाहिर तपाईले पाउनुहुन्न यो बेच्दैनन् तर पाउनु भयो भने कसैले राख्यो भने यो 83 मै किन्नुपर्छ के तपाईले बाहिर तर यहाँ किन्दा तपाईले यदि यो सबै बेनिफिटको साथमा गर्नुहुन्छ भने 50% तपाईलाई सस्तो पर्यो भनेपछि 41 रुपियाँ पर्यो के लक्सलाई पनि 50 रुपियाँ भन्दा बढी पर्छ होला थाहा छ तपाईलाई लक्स सबैले युज गर्नु भएको छ होला लक्स बी ग्रेडको साबुन हो तपाईले यसैमा ग्रेड हेर्न सक्नुहुन्छ टीएफएम भनेर यहाँ ग्रेड हुन्छ यो 76 छ 76 मेन्स यो ए ग्रेडको साबुन हो डिटोल सरको साबुन हो डिटोललाई लगभग 100 रुपियाँ भन्दा बढी परिरहेको हुन्छ भनेको अब यो जम्मा 41 रुपियाँ पर्यो अर्थात् यहाँ कुनै पनि प्रोडक्टहरु तपाईले उठाउनुस् यति शानदार प्रोडक्ट बाहिरको भन्दा पनि सस्तो पर्न आउँछ के यदि तपाई सिस्टममा तपाईले किन्नुहुन्छ अरे त्यसैले चाहिँ यहाँ यो मैले अघि भने नि यो हेल्दी लिभिङमा भोलिको दिनमा सबै व्यक्तिले गर्छ हेल्दी लिभिङ गर्नुहुन्छ कतिपय चाहिँ स्वास्थ्य बिग्रेर आउनुहुन्छ कतिपय पैसा अरूले कमाएको देखेर आउनुहुन्छ तर आउनुहुन्छ जरुर तर फेरि के भइराछ त सबै ठाउँ मान्छेहरूले चाहिँ नेगेटिभहरु यस्तोमा त फसेको उस्तो भनेर एक्जाम्पल दिनुहुन्छ नि त्यस्तो किन भइराछ त त्यस्तो किन गरिराछन् त भन्नुहुन्छ भने यस्तो धेरै कम्पनीहरु छ नेपालमै पनि 40-50 भन्दा बढी छ दर्तै भएको अहिले चाहिँ लगभग 30 भन्दा बढी कम्पनीले दर्ता पाइसकेको छ दर्तै भएका कम्पनीहरुमा पनि अरु इन्डस्ट्रीको बारेमा हेर्नुहुन्छ भने त्यहाँ लगानी लाउनु परिरा हुन्छ के तर यहाँ तपाईले कुनै पनि प्रकारको लगानी लाउनु पर्दैन कुनै पनि प्रकारको लगानीमा अब कतिपयले फेरि ल मैले त 3000 लगाए त भन्नुहुन्छ 5000 लगाए त भन्नुहुन्छ मैले उहाँहरुलाई के भन्दिन्छु सिधै तपाईले 5000 यहाँ लगाउनु भयो भने त्यसो किराना पसलमा आजसम्म कति लगाउनु भयो त्यसलाई लगानी भन्नुहुन्छ यदि किराना पसलमा लगाएको त्यसलाई लगानी भन्नुहुन्छ भने यहाँ पनि लगानी योलाई पनि लगानी सम्झिनुस् यदि वहाँ किराना पसलमा त कति लगाउनु भयो होला नि त अहिलेसम्म त हैन यदि त्यसलाई लगानी भन्ने नि त सो त्यसैले चाहिँ यो चाहिँ यहाँ दैनिक उपभोग्य आफूले जरुरत प्रोडक्टहरु साबुन स्याम्पू बाहिरबाट किनिरहेको थियो अब यहाँदेखि किन्ने त्यही पनि किन किन्ने बेनिफिट छ फाइदा छ सो फर्स्ट काम तपाईको के हो त भन्दा पसल परिवर्तन गर्ने पसल परिवर्तन गर्दा पनि यो गर्नु भयो भने यसको लागि चाहिँ यो बिजनेसै गर्नुपर्छ भन्ने छैन कि पसल मात्रै परिवर्तन गरिनु भयो भने पनि यो सबै प्रकारको बेनिफिटहरु तपाईले पाउनुहुन्छ सो गर्दाखेरि चाहिँ पहिलो काम यो कसैलाई मैले अरूलाई बताउनै सक्दैन लाज लाग्छ भन्नुहुन्छ नि उहाँको लागि यही मात्रै गर्दा पनि त बेनिफिट रहेछ नि त यतिमै पनि त हेर्नु त सो त्यसैले चाहिँ यहाँ लस भनेको नोक्सान भनेको कतै पनि छैन मान्छे किन डराइराछ किन चाहिँ मान्छे आतिरा हुन्छ त भन्दा त्यो लगानी लाउने सिस्टमहरु हुन्छ त्यहाँ त्यसको बारेमा बुझेर त्यसको बारेमा अलरेडी कसैले तर्साइदैन अदरवाइज यहाँ चाहिँ त्यस्तो लगाउनु पर्दैन सो सेकेन्ड काम
अवसर सेयर गर्ने। अर्थात् यो भन्नुको मतलब के हो त भन्दा यदि तपाईलाई यो सिस्टम राम्रो लाग्यो, मन पर्यो, यहाँदेखि प्रोडक्टहरू लिँदै गर्दा बेनिफिट मिल्यो, फाइदा मिल्यो, जे चिज चाहिँ तपाईलाई मनपर्छ, राम्रो लाग्छ, त्यो कुरा तपाईले सिम्पली अरू कसैलाई बताउनुहोस्। तपाईलाई यदि नोक्सान भइरहेको छ भने बताउने होइन, यहाँ नोक्सान हुँदा पनि हुँदैन। यदि तपाईले घाटा भइरहेछ, तपाईलाई मन परिरहेको छैन भने कसैलाई त्यो बताउनु भनेको के हो? त्यो त तपाईले त दलाल काम गर्नुभयो, अन्याय गर्नुभयो हैन। तर तपाईलाई चाहिँ यहाँ युज गर्दै गर्दा बेनिफिटहरू हुन्छ, प्रफिटहरू हुन्छ। मैले अघि बताएँ यो जुन डिस्काउन्ट फ्री प्रोडक्ट यो त यत्तिकै पनि पाउनुहुन्छ, यत्तिकै पनि मिलेको हुन्छ। सो यी कुराहरू जे पनि तपाईले यहाँदेखि आफूले पाएको बेनिफिटहरू, फाइदाहरू अरू कसैलाई बताउनुहुन्छ भने यहाँदेखि फेरि तपाईलाई 9 प्रकारको आम्दानी मिल्छ। 9 वे अफ इन्कम, 9 प्रकारको आम्दानी तपाईले यहाँदेखि प्राप्त गर्न सक्नुहुन्छ। फर्स्ट काम गर्दा तपाईले पाउनुभयो डिस्काउन्ट पाउनुभयो, फ्री प्रोडक्ट पाउनुभयो, क्यासब्याकहरू पाउनुभयो। तर दोस्रो काम गर्नुभयो भने, अब सेकेन्ड काम गर्नुभयो भने फेरि तपाईको हाम्रो जस्तो मैले कमाइरहेको छु, विजय म्यामले कमाउँदै हुनुहुन्छ त्यस्तै किसिमको तपाईको फेरि ठुलो आम्दानी हुन्छ। त्यसको लागि के गर्नु पर्यो? एक्स्ट्रा यसको लागि केही अलगै कुरा छैन। आफूलाई चाहिँ जे चिज राम्रो लाग्छ यो गर्दै गर्दाखेरि जे चिज चाहिँ मन पर्यो त्योभन्दा धेरै यहाँ चाहिँ हामी आवेगमा आएर सिधै कारको कुरा, घरका कुरा, लाखको कुरा गरिन्छ आवेगमा आएर। त्यति भनिसकेपछि कसैले विश्वास गर्छ त? भन्नुहुन्छ म फोन कसैले सुन्दैन भन्नुहुन्छ, मेरो कुरा कसैले पनि सुन्दैन भन्नुहुन्छ। अनि मैले जवाफ के दिन्छु? सुन्ने कुरा गर्नु न, किन सुन्दैन? हावा कुरा गर्दैछ कसले सुन्छ हैन? उहाँ चाहिँ यहाँ सिधै चाहिँ कार आउँछ, सिधै घर आउँछ भन्दैछ कसैले पत्ताउँछ? डिस्काउन्ट आउँछ, फ्री प्रोडक्ट मिल्छ, क्यासब्याकहरू मिल्छ, रिसेन्टली आफूलाई मिलेको कुरा, त्यो पनि त धेरै ठुलो कुरा हो नि त। म आउँदाखेरि यहाँदेखि फुल टाइमै गर्छु भनेर कहाँ आएको त? बुझौँ न भन्दै आएको, आफै बुझ्दै गयो, राम्रो लाग्यो, फुल टाइमै गरेँ। तर हामी आवेगमा आएर सुरुमै ठुल्ठुलो कुरा गर्दाखेरि त्यहाँनिर हामी चुकिन्छ, मिस्टेक हुन्छ। जे पाउनु भएको छ, अहिले भर्खरै पनि तपाईँले कुनै पनि प्रोडक्ट लानुभयो, 1000 रुपियाँको सामान किन्नुभयो, यदि पुरानो हुनुहुन्छ अथवा नयाँ हुनुहुन्छ भने 3000 को सामान किन्नुभयो भने एउटा जिटा टी तपाईँले फ्रीमा पाउनुहुन्छ। अहिले जिटा टी, त्यो जिटा टी फेसबुकमा राखिदिनुहोस्, सोसियल मिडियामा। चिया हो त्यो, चिया। त्यो चाहिँ तपाईले टक्क त्यसको मिलाएर फोटो खिच्नुहोस्, फेसबुकमा पोस्ट गरिदिनुहोस्, यो चाहिँ मैले फ्रीमा पाएको। त्यहीदेखि पनि त्यही एउटा बेनिफिट हो, तर आसपासका त्यहीदेखि पनि झुम्बिन्छन् क्या तपाईँले। अनि नेक्स्ट टाइम चाहिँ हरेक महिना 1000, 2000, 5000 को सामान किन्दाखेरि फेरि साबुनहरू पाउनुहुन्छ, त्यो पनि राखिदिनुहोस्, अर्थात् कसैलाई बताइदिनुहोस्। कसैले अर्थात् फ्रीमै दिँदा नि हुन्छ, फ्रीमा पाएको कुरा। अनि किन दिएको त भन्दा म अलरेडी सामान मैले किनेको थिएँ, मलाई चाहिने जति किनेको थिएँ, तर एक्स्ट्रा मलाई यो 5वटा साबुन चाहिँ फ्रीमा आएको थियो, कम्पनीले दिएको थियो। अब यो यति धेरै चाहिँ अहिले रिसेन्टली मलाई आवश्यक छैन भनेर मैले तपाईँले दिएँ भनेर दिनुभयो नि, के हो कसो हो, कहाँबाट आयो फ्री प्रोडक्ट भन्दै त्यसपछि उहाँले इन्ट्रेस्ट गर्नुहुन्छ। अनि उहाँले पनि बुझ्न खोज्नुहुन्छ काम कति सजिलो छ, तर हामीले कम्प्लिकेटेड बनाइदियो कि यो कामलाई चाहिँ गाह्रो बनाइदियो। सो अब यति गर्नुभयो भने यहाँ चाहिँ यो मार्केटले त्यति राम्रो लेखेको छैन, तपाईँले चाहिँ यति काम गर्नुभयो भने यहाँदेखि एउटा लेभलमा पुग्नुहुन्छ। जस्तै ब्रोन्ज, कतिजना हुनुहुन्छ यहाँ ब्रोन्ज? हात उठाउनु त। ब्रोन्ज डिरेक्टर एकजना मात्रै हो, म्याम पनि हो, ओके म्याम पुग्नुभयो। र 2 जना ब्रोन्ज हुनुहुन्छ। ब्रोन्जको लागि चाहिँ तपाईँ एउटा ब्रोन्ज डिरेक्टरमा पुग्नुभयो भने यहाँदेखि चाहिँ ब्रोन्ज डिरेक्टर बोनस, टिम बिल्डिङ बोनस गरेर अनि पर्फर्मेन्स बोनसहरू त त्यो भइहाल्यो, त्यो बेसिकमा पनि पाउँछ। अनि ब्रोन्ज डिरेक्टर बोनस, टिम बिल्डिङ बोनस गरेर तपाईँले एक्स्ट्रा फेरि तपाईँको 2 प्रकारको बोनसहरू यहाँ एड हुन्छ। त्यस्तै अहिले फेरि तपाईँ अझै बढ्दै जानुभयो, मान्नुहोस् कि तपाईँ अहिले बिदी हुनुहुन्छ, ब्रोन्ज हुनुहुन्छ, तपाईँ अहिले ब्रोन्ज हुनुहुन्छ, अनि तपाईँको यहाँ लगभग सबै जोड्ने भने 4 प्रकारको आम्दानी तपाईँले पाउनुहुन्छ। यसैमा यदि फेरि तपाईँले
अब नेक्स्ट लेभलमा पुग्नको लागि पनि फेरि गाह्रो छैन, हामीले यहाँ गाह्रो मानिरहेको हुन्छौँ। तपाईँ आफू ब्रोन्ज बन्नुभयो भन्ने तपाईँले थाहा छैन त तपाईँ ब्रोन्ज कसरी बन्नुभयो, के गरेर ब्रोन्ज बन्नुभयो भने त सिम्पली आफूभन्दा तल एकजनालाई फेरि जो तपाईँलाई विश्वास गरेर आउनु भएको छ उहाँलाई फेरि विधि बनाइदिनुहोस्। अनि साइडतिरबाट तपाईँले अलिकति मेन्टेन गर्नुभयो कि 1801 पिबी मेन्टेन गर्नुभयो भने तपाईँ फेरि एउटा लेभलमा पुग्नुहुन्छ। कुन लेभल होला? तपाईँ त्यो लेभलमा पुग्नुहुन्छ जुन लेभलबाट अहिले हामी थाइल्यान्ड जाँदैछौँ। हेर्नु त त्यो लेभलमा पुग्नुहुन्छ जहाँबाट तपाईँलाई चाहिँ के आउँछ, ट्राभल फन्ड र यो कम्पनीको सबैभन्दा ठुलो बोनस लिडरसिप ओभरराइडिङ भन्ने बोनस आउँछ। विशेष गरी ट्राभल फन्ड आउँछ क्या। ट्राभल फन्ड यस्तो शानदारको फन्ड हो कि यो मैले फन्ड भनिरहेको छु, यो बोनस नै फन्ड भनेको यो बचत हुन्छ। तपाईँको यो जति पनि आउँदै गर्छ त्यो बचत हुन्छ। अहिले मेरो लगभग 2.5 लाखभन्दा बढी चाहिँ बचत भइसकेको रहेछ यही बात। सायद मलाई त्यो कम्पनीले स्यालेरी अर्थात् त्यो बोनस सँगसँगै पठाइदिएको भए त्यो मैले खर्च गरेर अहिले मसँग सायद 1 रुपियाँ पनि बचत हुन्न थियो। तर यो फन्डको माध्यमले गर्दाखेरि, बचतको माध्यमले गर्दा अब 2.5 लाखभन्दा बढी लागिरहेको छ, जम्मा भइसकेको छ। अहिले थाइल्यान्ड जान अब 1-1.5 लाख त्यस्तै बढी लागे पनि भनेको म थाइल्यान्ड बिल्कुल फ्रीमा जान पाउँछु त्यही फन्डको माध्यमबाट। त्यसो हुँदा हेर्नु त यो एजमा म्याम थाइल्यान्ड घुम्दै हुनुहुन्छ भनेको यो कति ठुलो कुरा हो, यो तपाईँले बुझ्नुहोस्। त्यस्तै तपाईँले फेरि अब गाह्रो छैन फेरि नेक्स्ट लेभल। यो त जम्मा मैले अघि हेर्नुहोस् त्यो थाइल्यान्ड जाने लेभलमा पुग्नको लागि केही गाह्रो छैन कि आफू विधि बन्नु पर्यो, ब्रोन्ज डिरेक्टर, र आफू तपाईँभन्दा एक स्टेप तलको व्यक्तिलाई फेरि सेम त्यही विधि बनाइदिने। तपाईँ जसरी बन्नुभयो तपाईँ हिँडेको बाटो हो त्यसरी नै एकजनालाई विधि। त्यसपछि फेरि नेक्स्ट तपाईँले यदि 2 जनालाई विधि बनाइदिनुहुन्छ, आफूभन्दा तल एकजना बन्नुभयो, त्यसपछि नेक्स्ट फेरि अर्को कसैलाई बनाउनुहुन्छ भने तपाईँ अब फेरि तपाईँको लेभल हुन्छ फेरि जिडी हुन्छ, गोल्ड डाइरेक्टर। गोल्ड डाइरेक्टरमा तपाईँ बन्नुहुन्छ। हेर्नु त गाह्रो छैन यसमा। अब तपाईँको घटेर आउँछ फेरि यसमा के घट्छ 1501 साइड मेन्टेनहरू साइड चाहिँ घट्दै जान्छ। यति गर्दाखेरि तपाईँ जिडी गोल्ड डाइरेक्टर बन्नुहुन्छ। र अर्को चाहिँ गजबको लेभल के छ, योभन्दा यही लेभलमा पनि तपाईँले महिनाको 50, 60, 70, 1 लाखसम्म कमाउन सक्नुहुन्छ। यही एउटा चाहिँ आफूभन्दा तल एकजनालाई विधि बनाइदिनु भयो र अनि अर्थात् 2 जनालाई विधि, 1 जनालाई विधि बनाइदिनु भयो। तपाईँ घुमघाम गर्ने लेभलमा पुग्नुभयो। ट्राभल फन्ड सिल्भर नजाने पनि तपाईँले चाहिँ म घुमघाम गर्न पाउने लेभलमा, थाइल्यान्ड जान पाउने लेभलमा पुग्नुभयो। अर्को 2 जनालाई विधि बनाइदिनु भयो, तपाईँ ब्रोन्ज बनाइदिनु भयो भने तपाईँ गोल्ड डाइरेक्टर बन्नुहुन्छ। र अर्को चाहिँ गजबको फन्ड के छ अर्थात् लेभल के छ, स्टार। कोही स्टार हुनुहुन्छ यहाँ? स्टार डिरेक्टर कोही हुनुहुन्छ? ओके, म्याम हुनुहुन्छ। स्टारको लागि चाहिँ तपाईँले तीन जनालाई विधि बनाइदिनु भयो। 3 जनालाई विधि बनाइदिनु भयो। त्यसपछि साइडबाट चाहिँ 1000 पिबी मेन्टेन गर्नुभयो भने तपाईँ के बन्नुहुन्छ? स्टार डिरेक्टर। स्टार मिन्स तपाईँले के बुझ्नु पर्यो, अब कार फन्ड त्यहाँदेखि सुरुवात हुन्छ। कार फन्ड आउने लेभलमा हेर्नु त, फेरि अर्को कार किन्नको लागि पनि तपाईँलाई एक्स्ट्रा फन्ड दिइरहेको हुन्छ कि यहाँदेखि फन्ड दिन्छ, बचत। त्यो पनि मेरो अहिले 2 लाखभन्दा प्लस भइसकेछ कार फन्ड पनि। भनेको मान्छेले के भन्छ भन्दा हामी धनी बन्नको लागि तपाईले कति कमाउनुहुन्छ त्यो म्याटर गर्दैन, तपाईले कति बचाउनुहुन्छ त्यो म्याटर हुन्छ। र त्यो वास्तविक सम्पत्ति भनेको तपाईले अहिले कति, तपाईको महिनाको आम्दानी 1 लाख छ या 2 लाख छ, कति छ, त्यो तपाईको खास सम्पत्ति हैन।
खास सम्पत्ति के हो त तपाईले कति बचाउनु भएको छ कति बचत गर्नु भएको छ त्यो हो नि सम्पत्ति मलाई गर्व लाग्छ यति खुसी लाग्छ कि थाहै नपाइकन पैसाहरू बचत भइरहेछ थाहै नपाइकन अहिले हेर्न मिल्दैन हामी सायद डाइरेक्ट कम्पनीमा मेलहरू गरेर त्यो हेर्न मिल्छ अहिले एडभान्स एप भएको छैन अझै तर हाम्रो थाहै नपाइकन पैसा बचत भइरहेछ क्याल्कुलेट गर्दा 6 लाखको हाराहारीमा भएको रहेछ हेर्नुहोस् 6 लाखको हाराहारीमा बचत भइसकेछ अलरेडी सो त्यसो हुँदाखेरि चाहिँ फेरि तपाईलाई चाहिँ यो लेभलमा पुगिसकेपछि फेरि कार फोन पनि पाउनुहुन्छ कार किन्नको लागि अलग र यसको लागि गाह्रो छैन तपाईहरुले गाह्रो माने मात्रै गाह्रो हुने हो त्यसरी गाह्रो छैन कि एकजनालाई विधि बनाइदिने सेम तरिकाले अर्कोलाई पनि विधि बनाइदिनुस् अर्कोलाई पनि विधि बनाइदिनुस् 3 जनालाई विधि बनाउनु भयो तपाई कार फोन पाउने लेभलमा र यसको चाहिँ रेगुलर तपाईले 3 महिना रेगुलर मेन्टेन गर्नुभयो भने त्यो कार फोन पाउनुहुन्छ र अर्को लेभल छ फेरि यसैमा फेरि अर्को विधि कामै हामीले चाहिँ के विधि मिन्स के हो त पैसा कमाउने बनाउनु पर्यो के अरूलाई पनि पैसा कमाउने बनाउनु पर्यो अलि धेरै पैसा कमाउने आउँछ सानो लेभलमा पनि आउँछ 1-2 हजार 3 हजार 4 हजार त 12% मा पनि त्योभन्दा साना लेभलहरू छ त्यो सानैमा पनि आउँछ तर त्यसको लागि फेरि कतिपयले अब खोइ त मेरो आशा छैन क्वालिफाइड हुनु पर्यो नि तपाई भन्दा तल हुनु भएन तपाईले राम्रो सिस्टमेटिक किसिमले काम गर्नु भएको छ भन्ने मेरो टिममा कयौं हुनुहुन्छ जसको ब्रोन्ज भन्दा पनि बढी इन्कम छ 12% मा हुनुहुन्छ 8% मा हुनुहुन्छ उहाँको इन्कम 1000-2000 सम्म छ हेर्नु त त्यस्तो कसरी हुन्छ तपाईको सेल पीबी बढी भइदियो सिस्टमेटिक किसिमले तपाईले आईडी मेन्टेन गर्नु भएको छ काम गर्नु भएको छ जुनुन लगाएर काम गर्नु भएको छ भने आउँछ र अझै राम्रो बोनस चाहिँ कम्पनीको तर्फैबाट आउने बोनस चाहिँ के हो तपाई ब्रोन्ज बनिसकेपछि कम्पनीले आफ्नै तर्फबाट हामीलाई विविध माध्यमबाट बोनस दिएको हुन्छ र यति गर्नुभयो फेरि तपाईले अर्को विधि बनाइदिनु भयो अनि साइड मेन्टेन भन्ने हुन्छ मात्र 501 पीबी यति साइड मेन्टेन गर्नुभयो 4 जनालाई ब्रोन्ज डाइरेक्टर बनाइदिनु भयो सर अहिले पुग्नु भएको छ त्यो लेभलमा बनाइदिनु भयो भने तपाई चाहिँ अहिले म डायमन्ड लेभलमा छु म्याम डायमन्डमा हुनुहुन्छ हो यो लेभलमा हुनुहुन्छ र यसमा इन्कम तपाईले मेरो त 137 छ यसमा तपाईले 3-4 लाख सम्म बढाउन सक्नुहुन्छ एलओबी भन्ने लिडरशिप बोनस भन्ने छ त्यसलाई चाहिँ बढाउँदै गरेर सो यसै गरी चाहिँ फेरि नेक्स्ट लेभल छ नेक्स्ट लेभल यसको लागि चाहिँ तपाईले चाहिँ कतिवटा 6 वटा आफूभन्दा तल 6 जनालाई चाहिँ तपाईले डाइरेक्टर विधि बनाइदिनु भयो भने फेरि तपाईले हाउस फन्ड पनि यहाँदेखि प्राप्त गर्न सक्नुहुन्छ हाउस फन्ड केही कारण फेरि के भयो त भन्दा फन्डहरु तपाईको बढै छ के तपाईको मेहनत तपाईको जोश अनुसार चाहिँ तपाईको काम अनुसार फन्डहरु बढ्दै जान्छ पछि गएर तपाई हाउस फन्ड पाउनुहुन्छ त्यो फेरि केको लागि घर बनाउनको लागि भनेपछि हेर्नु यहाँ कम्प्लिटली प्याकेज छ के सबै कुरा छ यहाँ चाहिँ स्वास्थ्य पनि यही छ स्वास्थ्य पनि सम्बन्ध पनि यही नेपाल भरिका सम्बन्ध बन्छ फ्यामिली बन्छ सम्बन्ध पनि यही छ मानिसको बहुत इम्पोर्टेन्ट कुराहरू अनि त्यसपछि पैसा पनि सबै कुरा यही छ र भएन भनेर तपाईलाई यसरी मैले अघि भने कि यो बचत मान्छेले अहिले पनि कमाउने 1 लाख कमाउने कति छन् कति यो सिस्टम बाहिर कमाउनेहरू तर पछि गएर फेरि जिरोमा पुगिदिरा हुन्छ किन त्यहाँ फन्ड सिस्टमहरु हुँदैन त्यो बचत भन्ने बार सुने पनि उनीहरूले बचत गरेकै हुँदैन जति कमाछ त्यो बराबर खर्च गर्छ तर यो चाहिँ फन्ड सिस्टमले गर्दाखेरि हामीलाई चाहिँ थाइल्यान्ड नजान्न भने पनि लगिदिन्छन् यो फन्ड सिस्टमले गर्दा यो बचत छ सो यो कुरा तपाईले बुझ्नु पर्यो र यो मैले बताए कि पसल बदल्ने परिवर्तन गर्ने अवसर शेयर गर्ने र यो प्रमुख कामको रूपमा चाहिँ हामीले योलाई लिन सकिन्छ अब नेक्स्ट चाहिँ तपाईले नेक्स्ट चाहिँ
ओके, मेरो बोलीलाई चाहिँ सुन्नु होला, यहाँ बुझ्नु भएन भने त्यति राम्रो लेखिरहेको छैन। सो सिक्ने सिकाउने सहयोग गर्ने। थर्ड काम, यो भनेको प्रमुख काम हो। यो काम गर्दा पनि बेनिफिटै बेनिफिट छ। मैले अघि भने डिस्काउन्ट फ्री प्रोडक्ट, क्यासब्याक, सिएनसी बेनिफिटहरू, अनि यो अवसर सेयर गर्दा त कति बेनिफिट छ। र यो सिक्ने सिकाउने सहयोग गर्दाखेरि चाहिँ तपाईँ अब अझै छिटो अघि बढ्न सक्नुहुन्छ। यो चाहिँ जस्तै तपाईँले यो अवसर कसैलाई दिनुभयो, तपाईँसँग जस्तै मेरो अहिले 6000 भन्दा अघि भर्खरै पनि हेरेको थिएँ 6500 भन्दा बढी मेरो टिम छ। 6000 भन्दा ठुलो टिम भइसकेछ। नेपालभरि मेरो टिम छ। मैले यसरी अफलाइनबाट भन्दा विशेष गरी मैले जुमबाट सिकाइरहेको हुन्छु। सो के गर्ने त भन्दा तपाईँले चाहिँ के गर्नु पर्यो, आफूसँग आएका व्यक्तिहरूलाई समर्थन गर्नु पर्यो, सहयोग गर्नु पर्यो। फर्स्ट त आफूले सिक्नु पर्यो अनि सिकाउँदै उनीहरूलाई चाहिँ हेल्प गर्नु पर्यो। र उनीहरू तपाईँभन्दा तल आएका जति अघि बढ्नुहुन्छ त्यति नै तपाईँ अघि बढ्न सक्नुहुन्छ। सो यो चाहिँ हाम्रो 3 प्रकारको काम हो। गाह्रो छ त यो? छैन, तर लाग्छ। अब यसरी चाहिँ महिनाको लाखौँ कमाएको देख्दा होइन गाह्रो छ होला जस्तो लाग्छ। र तपाईँले मान्नुभयो भने गाह्रो हुन्छ। र गाह्रो कहिले हुन्छ जब जान्नुहुन्न, सिस्टम किसिमले तपाईँ काम गर्नुहुन्न। जस्तै घाँस काट्न कति बेला गाह्रो हुन्छ? घाँस काट्न जब हँसिया चाहिँ राम्ररी लागेको हुँदैन, हँसिया राम्ररी लागेको हुँदैन, हँसिया राम्ररी उदाउनु भयो भने घाँस काट्न पनि मजा आउँछ। हो त्यस्तै चाहिँ तपाईँ पनि काम गर्न अलि डेडिकेसन भएर, अलि डिसिप्लिन भएर तपाईँ काम गर्नुहुन्छ भने काम एकदमै इजी छ, सजिलो छ। यही काम गरेर हामी यति हो काम हेर्नु त, यत्रा हामी कारको कुराहरू गरियो, ट्राभल फन्डका कुरा गरियो, त्यसको त्यति धेरै कामै छैन। ओन्ली 3वटा काम गरेर तपाईँले यो सबै चाहिँ प्राप्त गर्न सक्नुहुन्छ। सो यो छ। र बाँकी त्यही हो, हजुरहरू अहिले सायद हतार पनि हुनुहुन्छ, धेरै समय भएको छ। अब चाहिँ प्रमुख कुरा चाहिँ तपाईँले के चाहिँ मान्नु पर्यो भन्दा यो सिस्टममा सायद हाम्रो सबैको अरूको पनि जुम मिटिङहरू हुन्छ, अर्थात् यो मिटिङ चलिरहेको हुन्छ। तपाईँ काम चाहिँ मेन कुरा चाहिँ मिटिङ चाहिँ नछुटाउनु, अफलाइन होस् या तपाईँको जुम होस्, कुनै न कुनै मिटिङ चाहिँ तपाईँको हुनु पर्यो क्या। त्यो एउटा सिस्टम हो। सिस्टम मिन्स के हुन्छ त भन्दा जस्तै एउटा सानो गोलीले मैले यसरी कसैलाई हाने भने सायद त्यसले केही पनि फरक पार्दैन मैले यसरी हातले हान्दाखेरि। तर त्यसलाई चाहिँ मैले बन्दुकमा राखेँ भने त्यसले चाहिँ कुनै पनि व्यक्तिलाई चाहिँ मार्नै सकिन्छ, अर्थात् मृग मरिहाल्छ। हैन त भनेको त्यो के हो त? सिस्टम हो। त्यही गोली सिस्टम पाउँदाखेरि चाहिँ कति पावरफुल बन्छ। त्यसले तपाईँ मिटिङमा आउने बानी भयो, मिटिङमा बस्ने बानी भयो भने के हुन्छ त? तपाईँको टिमहरू पनि बस्न लाग्छ क्या। तपाईँ एक्लै आउनुहुन्न, बिस्तारै आएको देख्दा फोटोहरू खिच्नुहुन्छ, राख्नुहुन्छ। यो देख्दाखेरि फेरि अर्कोलाई प्रभाव पर्छ, फेरि अर्कोलाई प्रभाव पार्छ। अनि यो सिस्टमले गर्दाखेरि चाहिँ तपाईँ अघि बढ्न सक्नुहुन्छ। अर्को कुरा चाहिँ तपाईँ चाहिँ मिटिङ भयो, त्यसपछि यहाँ चाहिँ कन्सिस्टेन्सी रूपमा चाहिँ काम गर्नु पर्यो। यहाँ कतिपय काम गर्नुहुन्छ साना साना बहानाबाजी गर्दै घर बस्ने, लामो समयमा चाहिँ यो महिना काम गर्दैन, नेक्स्ट महिनादेखि म आगो लगाउँछु भन्ने, त्यसरी गर्नुभयो भने अल्बर्ट आइन्स्टाइनले भनेको छ कि मानिसको जिन्दगी भनेको साइकल जस्तै हो। यदि तपाईँ रोकिनु भयो कि त ढल्नुहुन्छ। यो यहाँ ट्याक्कै यो लागु हुन्छ। तपाईँ रोकिनु भएन, रोकिने बित्तिकै तलका टिमहरू फेरि सुक्छ। त्यसकारण चाहिँ तपाईँ नरोकिकन कन्सिस्टेन्सी रूपमा चाहिँ जति गाह्रो भयो त्यही गाह्रोलाई चाहिँ तपाईँले स्वीकार्नु पर्यो के। किन भन्दा तपाईँ केही गर्नु भएको छ नि त, केही पाउनको लागि गाह्रो पक्कै हुन्छ। मान्छेले दुनियाँले छाडिरहेको हुन्छ नि, किन छाडिरहेको हुन्छ? गाह्रो भएर होइन। गाह्रो भयो भने छाडिदियो। अब तपाईँ पनि त्यस्तो गाह्रो भयो भने छाडिदियो भने के हो? सामान्य बन्नुभयो तपाईँ पनि। जब तपाईँले चाहिँ गाह्रो हुन्छ, अप्ठ्यारो हुन्छ, त्यो बेला तपाईँ चाहिँ अझै एनर्जी लिनु पर्यो कि म काएर होइन, यो गाह्रोको बावजुद पनि म अघि बढ्छु भनेर तपाईँ अघि बढ्नु पर्यो। सो म यति भन्दै थ्याङ्क यू सो मच, सबैजनालाई धेरै धेरै थ्याङ्क यू सो मच। र यो कुरा बुझेर अघि बढ्नुहोस्। ओभर टु यु रमेश सर, कन्टिन्यू।